भन्दाखेरि पानी परेर रहेको छ होइन अनि अर्को के छ भने चाहिँ आज हामीले बस पाइएन र नेक्स्टमा हामीले गरेको थियो तल बिरपाडा जाने तर बिरपाडा जाने बस पनि पाउँदैन रहेछ र इन्डियामा पनि दुखै रहेछ गाडीको होइन र नेक्स्ट चाहिँ हामी अटो पक्रेर तल हाँसीपारा गरेर ट्रेनमा जाने भएको थियौँ र हाम्रो कोअर्डिनेटर पर अल्छी कोहीदेखि हो पैसा हरायो होला अहिले चाहिँ के गर्छ ढिलो चाहिँ कसले गरेर भएको ढिलो चाहिँ हाम्रो तर आइपुग्नु भएको छैन स्नान गर्ने यो चाहिँ कहाँ हो त हामी चाहिँ अहिले इन्डियाको यो जयगाउँ बस स्टेसनमा आइपुगेको छौँ सेकेन्ड लास्ट कस्तो फर्स्ट बिगेस्ट बस स्टेसन होला होइन अनि हो जयगाउँ भने ठुलो हो नि त जयगाउँ त तलै छ भन्नु नि त त्यो मान्छे चाहिँ त्यहाँ के भएर अड्केको उसको पहिला घले ग्याङ छ क्या यता उसको पनि दाम सोधो दाम सोधो दाइ दाम सोधो कति पर्छ मैं जानता हूँ पर माइक नहीं आएगा नीचे कम्प्रोमाइज गर अलिक ऊपर है ना अरे I'm so sorry. दाम 250 भन्यो उसलाई थाम्दो जाँदै छैन नि त तिनजना पैसा बोकाए यस्तो छ हो महात्मा गान्धीको नोट सिलगढी जानुपर्ने 500 रुपियाँ कति ने ओ दाइ ओ मिलाउ त यहाँ हाँसीबारसम्म 250 भन्दै 200 भन्दै थियो हाँसीबार 150 गर्दिन्छ होला नि ए आजकल की मूवीज के बारे में क्या पचास पचास गर्नु नि त 200 लो 200 होइन 200 होइन हो ल त्यसो कता हो ट्रेन के दाइ त पहिला पनि आएको होइन यहाँ आउनु सरङ नडराइ त्यो केटोलाई आज पनि पासे जस्तो छ बाबा ट्रेन त्यो राति त घन्टा पाउँदो रहेछ खै नि 70 कति तिरेर गएको झट्ट कति अब यसमा 200 तिरेर आइरहेको ए पैसा तिर्यो भन्दाखेरि एउटा चाहिँ 200 मा आएको 220 रुपियाँ तिर्न आएको दिइरहेको अब चाहिँ फुटपाथतिर नहुँ है साँच्चै नखाने नहुँ साह्रो भुँडी बिग्रेको जस्तो लाग्यो दाइ मान्दैन सुक्खा पुरी नखाइ नजाने रसमलाई खाउँ ल उता गएर हिजो चाहिँ म होइन म त खाँदिनँ कि यो चाहिँ इन्डिया कहाँको ट्रेन स्टेसन हो भन्दै हाँसीमाराको हो रहेछ पारिपट्टि जानु र तिन भाइ चाहिँ भागेर हिँडेको भगवान् त्यस्तो अछुतो नबोलौँ अर्काको ठाउँमा देशमा आएर जतासुकै दाइ किन नबोलेको अहिले खालि गाडीमा मात्रै बोल्छ अर्कालाई ड्राइभर नबोल्ने मान्छेलाई नि रिसाउनु मात्रै हो ठोक्दैन ठोक्दैन ओ हाँसीमारा यहाँ बोट आयो तर उता हिँडेको मान्छे हो नि त पहिला उता परेको मान्छे हो एफआर भन्ने चाहिँ हो 2 मिनट रोक्छ यहाँ भित्र गर्नु केटा हामी यहीँदेखि चढ्नु टिकटहरू चाहिँदैन ओके मेरो चाहिँ लाइफमा सेकेन्ड टाइम हो यो ट्रेनमा चढेको चाहिँ दाइको कति हो फर्स्ट मान्छे त
फर्स्ट टाइम मान्छे होइन त्यस्तो उसलाई ब्याग बोक्न सघाइदिन्छु म त्यति साह्रो झेउ होइन मान्छे तिमी चाहिँ कति टाइम हो गन्ती छैन राम्रै छैन ऊ मान्छे देश खाएको मान्छे हो देशी को नि पटरी चाहिँ ट्रेनको पटरी चाहिँ कति हिँड्यो नि हेरौँ आज कति जानु 3 दिनको सामान चाहिँ उसले बोकेको छ मान्छे स्टाइलिस हो परेको कोही देखिन यस्तो पाउनु नक्कले घले कान्छ हो यो मान्छे चाहिँ नि घरले त घरले नि हो नि त नक्कले हो होइन दाइ पहिला गएर चाहिँ मान्छे काट्नुपर्ने केस काट्ने भन्दैछ यस काट दाइ पनि काटो जुङ्गाहरू अलिकति हो अलि हेटिहाल्छ नि होइन मिलाऊ भनेको मैले यहाँ त्यो त त्यो आसिन गरेर चाहिँ बुढै मान्छे आएर ऊ बोल्दैछ ट्रेन कता हो देख्दैन हो त्यहाँ भैयालाई सोध न त्यो बर पिपलको रुख उतापट्टि छ होला हौ ओके दाइले अब अन्डा दुइटा निकालिहाल्यो अन्डा फुटाइहाल्यो लगाइहाल्यो 15 रुपियाँ दुइटा अन्डा लागिहाल्यो क्लिन गर्दैछ दाइले प्याज खुर्सानी नमक तेलहरू दाइको तेल लगायो यो हो नि त अन्डाको पारा दाइ यस्तो हो रहेछ अन्डा बनाउनु पाउँदो रहेछ हेर घुमाइ हेर स्टाइल हेर दाइको अब ठक्कै दिन्छ अझै एक्स्ट्रा दिने पऱ्यो कि के हो दाइले भिडियो खिचेको नमक ओके पल्टाइहरू रेडी नै दाइ अब ओके तिमी के खाने भनेको आलुको पराठा तेल लगाइहेरौँ कति दामी तेल लाग्यो पल्टाइहेरौँ पल्टाइहेरौँ हेरौँ पल्टा स्टाइल आहा कति दामी आहा लगाइहेरौँ फेरि ल बा आलु परोठा हुन्छ अब सर्भिङ स्टाइलहरू हजुर दुइटामा आएको दुइटै दियो फाल्टो फाल्टो ल दाइ प्लेट फाल्टो दिऊ प्लेट फाल्टोमा लड्छ भरे हामी दुइटा ओके ए हाम्रो लागि होइन पो दाइले प्राङ्क खेले नि हो फेरि भन्नु तेल लगाइ हेरौँ दाइको अन्डा लगाइ हेरौँ स्टाइल डोलीवाला छ नि त हो हेरौँ घुमाइ चौबाईहरू कति दामदेखिको खोइहरू घरले केटो लटक्कै भयो नि हौ कान्छा कस्तो लाग्दैछ ट्रेनमा चढेर कान्छा फर्स्ट टाइम एक्सपिरियन्स गर्दैछु जिन्दगीमा एकदम राम्रै जा अहिले अब स्पिड गर्दैछ यिनीहरूले अहिले स्पिड चालु भयो कान्छा दुधमै मिस भएको छैन कान्छा ए किन
दाल नटुट्ने रहेछ घिउ नटुट्ने रहेछ हो अँ, म तिम्रै घरको छेउमा पायो भने त्यो सजिलो म ऊ छेउमा आइदियो त म टाप केटोले केटो आगो चिनी चियादेखि उल्टा उल्टै घुमाउने रहेछ रोही कहिले पुग्दै आमा केटोको सुताइ मन परेन दाइलाई केटोको त्यो प्याज सुकाइ मन परेको बिहान उठ्छ नि त छोरा माथि केटोले बुढी पाल्ला जस्तो छैन तिम्रोमै आउँछ है चामल पाल्नु जाँदै पाल्छ बुढी तिम्रोमा आउँछ है चामल मान्नु दिने कि नदिने जामा माग्नु अहँ, परेन कान्छा खुसी छ आज कान्छा कान्छा त्यस्तो नगरौँ कान्छा आन्टीहरू वा काम गरिरहेको छ लाजर देन लाइफ लुक भयो यो हो एमजी रोड खै के अरे यो बिस्तारै बोल एमजी रोड हो है त्यो गीत छ नेपाली एमजी रोडैमा भन्ने यहाँ खिच्ने हौ सर अनि कस्तो रहेछ हौ यो चेन एकदम यमी यम्मी छ आमा लु हेर विनोदले खाएको मेरो मान्छे कस्तो छ त्यस्तो त यहाँ देखाउन त एकदम यो रेसिपी चाहिँ सिकेर जानु चिया चिया चाहिँ कस्तो छ चिया त मटका चिया हो यो समय चाहिँ धुप बाल्नु पायो भने चाहिँ मजा आउने रहेछ नि त दाइ धुप? ए सरले धुप खाइ चाहिँ छ धुप बालेर प्रार्थना गरेर भगवान्सँग कति आनन्द लाग्छ होला उयो कुकिस पनि दामी रहेछ हो उतादेखि हाम्रो गान्तोक सहर गान्तोक सहर गान्तोक सहरमा सबैजनालाई यस्तो भएको रहेछ यो के रोड अरे कहाँ जा एमजी रोडको छ यहाँ एकदम टुरिस्ट एरियाको एकदम पपुलर रहेछ है दाइसँग यहाँ बाबै आउनु हुँदैछ हो तेरिया घाँटे कत्रा देखिँदो रहेछ नि हौ एउटा टुरिस्ट एरियाको लागि यो उयो गरेको जस्तो नि देखेँ मैले त्यो सानो सानो घरहरू बनाएर छ मान्छे चाहिँ बस्ने होइन रहेछ जस्ट बनाएर यताउता संसार ढाक्ने रहेछ नि हौ अनि हामी चाहिँ यहाँ मेगी खाँदैछौँ यहाँ पछि शर्मा हुने रहेछ हाम्रो राजाहरूले यहाँ खानु हुँदैछ म थिम्पूमा चाहिँ छुइनँ है हो राजाहरूको खाइछ कसरी हेरौँ म बिना दिदीको नम्बर दिन्छु कि म बिना दिदीको नम्बर दिन्छु कि होइन ल दाइ होइन अगाडि कहाँ आइपुगेछ हामी 0 पोइन्ट कस्तो लाग्दैछ संसार टुलेर जस्तो भयो संसार टुल्यो हुन्छ खास गरी चाहिँ म चाहिँ भाइ गम्बुट कोही भाइ गम्बुट लगाएर बस्दैछ हो गम्बुट लाएर हिँड्दैछौँ नबोल्ने अवस्थामा नबोल्ने अवस्था अँ यसको त रात रातो छ त के चाहिँ दाइ ज्याकेट त्यसको देखिँदो रहेछ यो हिमाल सहर भन्ने चाहिँ हिमाल यस्तो भन्ने के हो विनोद भुँडी त साह्रै पो बिग्रियो त हौ मोमोले बिगाऱ्यो नि हिजो पो खायो कि अस्ति कति हुन्छ यो अक्सिजन लेभल ठिकैको हुन्छ कि अलिक कमै हुन्छ ठिकै हो रहेछ तर कोही के चाहिँ लाइक धेरै अक्सिजन पाइँदैन हुँदो रहेछ त्यो भएर Sickness? ग्यास सिलिन्डरहरू बेचिरहेको अक्सिजन ग्यास बेचिरहेको ग्यास ठिकै भयो अक्सिजन सिलिन्डर चाहिँ बेचिरहेको हिमाल सहरमा somewhere in North Sikkim somewhere यो छोडेर आज जान्छ दाइ आज फर्केर चाहिँ गान्तोकमा बस्न पाइएको छ नि सिलगढीमा बस्न पाइएको छ नि जयगाउँ त्यहाँनिर टाप
जग्गामा त बिहान हुन्छ होला तर रातिको ट्रेन पाइन्छ नि खालि ट्रेनमा चढ्ने दाइ 11 बजी हामी नै पुग्छ उसलाई के चाहेन के पुगेन जस्तो छ उसलाई उयाँदेखि मागौँ न उयो के अरे ए सफल त भयो नि त खाऊ है तिमीहरू म त खाँदैन कि लन्ठेलाई के पुगेन जस्तो छ माथि 0 पोइन्टमा र हाम्रो यहाँ केटाहरूले यहाँ स्नोम्यान बनाउने स्नोम्यान चाहिँ किन होइन स्नोम्यान चाहिँ किन होइन राजा स्नोम्यान किन होइन काजीलाई सोधा त काजीलाई किन हो किन 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 बनाउनेलाई सोधौँ त किन स्नोम्यान यो त सन्देवालको हात जस्तो भयो नि त अच्छा डोले चाहिँ अलिक सन्देवालको जस्तो भनेर स्नोम्यान भनेपछि इज्जत गर्छु नि भाइ फाइनली स्नोम्यान भयो टिस्टा खोलामा पनि नाच्यो टिस्टा खोला छोर्यो है घरमा मेरो कोठी रोइछ ए स्नोम्यान बिजुली बालेर कतै नै को बिजुली बालेर पट भएर जिटी भएर हेरेको हेरे हेरेको हेरे हेरेको हेरे हेरेको चाहिँ अनि अर्को